आज चाहिँ के भन्छ पुतलीले खाना बनाएको है पुतली यस पुतली हैन यसको नामै मैले पुतली राख्दिएको हैन अन्त यसले के बनाएछ म तपाईहरुलाई देखाउँछु ल कल कल पुतली कल स्पेशल बनाइराख्छ यसले ल अरे वाह थुक्पाको लागि भन्न थुक्पाको लागि है हैन हेर त दामी भइसक्यो नि त यहाँनिर चाहिँ पानी उम्लिँदैछ थुक्पाको लागि अन्त खाने चाहिँ यो थुक्पा हैन अब कस्तो हुन्छ है हेल्दी पनि खानु पर्यो नि त त्यही भएर स्यालेड है अन्त आम्माम यो अचार त क्या खुवाइ हुन्छ नि फेरि टक्किटङ दामी दामी हुन्छ थुक्पा पनि हुँदैछ पनि गर्नु थाल्यो ल यहाँ सर्भ हुँदैछ हाम्रो यहाँ चानाहरू होइन चाना र कुखुराको मासु है पमिका मेन चाहिँ अचार छ लो आम्माम क्या दामी त लो टपिङ होइन खोर्सानी है पमिका हाल्न अचार हाल के कस्तो भएछ पमिका दामी दामी भयो है यसले बनाएको यस्तो दामी भएछ नि अब तेरो टर्न कस्तो भएछ थुक्पा खाँदा जहिले मलाई प्रब्लम छ कि मलाई उयो नुन लाग्दैन दामी मलाई अब चाहिँ मेरो टर्न यसले खान्छ हौ आमा यो अचार त यस्तो चर्को छ उयोलाई उयो भयो अरे मिठो भएछ यस्तो दामी बनाएको छ त मिठो नभएर होइन